ल त साथी हो, अरू चाहिँ दसैँमा टिका सिका हाल्छ, हाम्रो चाहिँ यस्तो छ हो, के गर्नु जिन्दगानी। तेरिका मौरीले पनि के हो मासु टोक्नु खोज्छ त, दसैँ भएर हो कि के हो मौरीले मासु टोक्नु खोज्दैछ। यहाँ चाहिँ यस्तो रहेछ, आउनु चाहिँ कहिले आएको थिइनँ, बलुवै बलुवाको गाडी, हाम्रो चाहिँ गाडा परो गाडी राखिरहेछ। अन्त यस्तो जग्गा हेर्नु चाहिँ जग्गा चाहिँ हेरेको हो, हल्का टाइम पास आज के गर्नु, सबैजना रुममा पनि सुनसान, सबैजना आफ्नो आफ्नो घर गयो हो, टिकाहरू लाउने टिकाहरू लाउँछ। सबैजनालाई दसैँको एकदमै शुभकामना छ। तपाईँहरू आफ्नो परिवारहरूसँग आफ्नो नातागोताहरूसँग राम्रोसँगले इन्जोय गर्नु होला हो, अरू त के भन्नु, यस्तो छ। जिन्दगी है सफर ये सुहाना, खडा दिन